म हिजो उताबाट आएपछि फेरि निर्णयबाट आएपछि के अरे भूपेन्द्रले स्कुलमा गएर खिर र अचार खाइदिएको हो कि चियाको प्याकेटमा गएर मेरो सँगै म हिँड्दैछ अनि यता प्रगतिको किशोर प्रधाजी छ सँगै गएको थियो कि किशोर सरको गाडीमा त्यो निर्भर गाडीमा अनि उताबाट आएर फुड पोइजन फुड पोइजन भएर रातभरि सुत्दै थिएन कि अनि डायरिया भयो अनि बेलुका निस्कँदै बसियो एउटा अहिलेको अगाडि अनि के सल्लाह पायो भने पहिलेलाई के गरौँ भने विष्णुदायको नेतृत्वमा गणपतिनगर वडा नेतृत्वमा जति जुन पूर्व समितिका अध्यक्षहरू हुनुहुन्छ नि सबैलाई त्यो एउटा मूल चुनाव समितिमा राख्यो अनि सबै शिक्षा कर्मचारीहरू भइहाल्छन् होइन र एउटा यो भग्नावशेष महोत्सव मात्रै सम्पन्न गर्नको लागि एउटा समिति बस्छ त्यसमा जनप्रतिनिधिहरू हुन्छ होइन र त्यसको बारेमा विष्णुदायसँग कुरा गरेको अनि विष्णुदायले भोलि बिहान 8 बजे होइन यसो सबैले बोलाउँछ भनेर भन्नुभएको छ मलाई भोलि बिहान 8 बजे है अनि म दाइसँग यसो स्पष्ट सेयर गर्ने खोजेको यो सूचना पनि दाइले सेयर अनि अनि दाइले त्यो हेरेर हामी शिक्षक साथीहरू दिएको जनताको वस्तु हेर्नु त्यो हेर्नु भएको छ हेर्नु पर्ने चिज के रहेछ भने त्यो शरीर वातावरणमा एमालेर काम एकचोटि हो 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 अनि मैले दाइलाई एउटा चिज के भन्नु खोजिरहेको छु त्यो हाम्रो इन्डिया नेपाली देश छ त्यो मानिसहरूको टाक्स रुपियाँ ₹500 दिनको खानु होइन इन्दिरा बालिका इन्दिरा म के भन्छु भने दाइ सुन न यो उसलाई कुनै गैर भावना नराखिकन त्यो दाइले भोलि एउटा हुन्छ नि कुरा के उठाइदिनु मिटिङमा भोलिको मिटिङमा यो हाम्रो स्कुल बिहान 11:12 चल्छ होइन र 11:12 को विद्यार्थीहरू मेन्स्ट्रुएसन प्रब्लम भएर वा अरू महिलाको समस्या भएर प्रयोग गर्छ होइन त्यसले थुप्रै जुन छ नि त्यो विद्यार्थीको साफ सिकाइ वातावरण पूरी खलबली देखिने है त्यसलाई जुन छ नि ड्युटी आवर जुन छ नि 7 घण्टा हुन्छ नि त्यो निरन्तर कर्मचारीको 10 देखि 5 बजेसम्म ड्युटी हुनुपर्ने हो नि त बरु इन्दिरा नेपालीको ड्युटी बिहान 8 बजेदेखि 2 बजेसम्म लाग्यो दाइले त्यो सबै सुविधा लागेपछि भोलिको मिटिङमा उसलाई 500 दिएको पनि 40,000 दिनुपर्ने छ ऊ एकदमै अर्कै पालाको मान्छे रहेछ दाइ उसको जुन छ नि भन्दै रहेछ उसले त्यही डाइरेक्टली थाहा हुन्छ त ऊ यहाँ छोडेर जान्छ हामीलाई अर्को नचाहिएको होइन कि चाहिँ यसकोले भन्ने अनुसार गर्छ दाइले त्यो एउटा सहयोगी वातावरण दाइ मार्फत गर्नु भनेर चाहनुहुन्छ
मान्छेहरू हुन्छ नि त त्यहाँ अलिकति यहाँ अस्ति म दाइलाई अलिकति सेयर गर्छु अब एक्टिङ मेयर थियो केही दिन मताजिस भाइ होइन त्यो कार्यकारी प्रमुख निमित्त कार्यकारी प्रमुख त्यो मिनालामा बाहिर जाएको कुरा अनि मैले उहाँलाई म श्रीराम सरकारले उसको डोजर ग्रेटर माग्ने सिलसिलामा त्यसलाई डोजर ग्रेटर माग्ने सिलसिलामा दिएका थियो उहाँको एजेन्डा थियो अनि कुरा गर्ने वातावरण पनि भयो अनि मैले दाइलाई भने दाइ 16 चोटि 17 अझै त्यो व्यवस्थापन गर्ने थाहा अनि उहाँ त खुब रिसाउनु भएको थियो होइन अलिअलि विष्णुलाई बिहानको स्पट अवस्था पनि किनदेखि आउँदैछ होइन विगतदेखि आएको मेयर होइन अनि विष्णु दाइले छ नि 12 दिनसम्म टुरमा जाने यही हो त बडा देशको यस्तै हो तपाईँले चाहिँ तुरुन्तै हुन्छ नि त्यो कार्यवाहक तर मसँग श्रीराम विद्यालय छ पनि त्यहाँसँगै हुनुहुन्थ्यो होइन श्रीराम सरले के चिमोक हो मलाई भन्नु यसो नगरपालिका तपाईँको साथमा छ अब यो जुन चाहिँ नि पञ्चायत समिति बन्छ भनेर कुरा अनुमोदन भन्थे है र कुरा भनेको दाइको विरोधमा कुरा गर्दाखेरि पनि त्यस्तै देखिरहेको छु तर अहिले त वातावरण बिग्रेर यसमा पनि अध्यक्ष पनि चाहिएको छ माओवादीलाई अध्यक्ष पनि चाहिएको छ भन्नेसम्म कुराहरू गइरहेको छ अहिले राजु रामराव छ नि राजु रामराव हो यिनीहरूले त उसलाई पनि साथ थालेछ नि उसलाई बनाउने उसलाई निमित उसमा बनाउने ल्याएर पनि साथ दिए अब जे होस् दाइ अब सुन्न मलाई अस्ति 2 दिन अगाडि हाम्रो संस्थासँग छलफल गरेका थियौँ होइन त्योभन्दा अगाडि त दाइहरूसँग बसेको दाइले थाहा छ पूर्व निवास काम समिति हामी काम त गरिरहेको छौँ अनि मेरो सुगर भत्तै बढेको छ किनभने जिम्मेवारी छ टेन्सन नलिनु सर भन्दा भनेर पनि अब पुँजी लिएको जति अनि कछुवाको पालाले काम लिइरहेको हुँदै होइन के गर्ने के गर्ने म ड्याडीको सिकाएर भएको छु म ड्याडलाई होइन त्यो हिजो पनि एउटा पेट भारी त्यो इनो खाइदिएको इनो खाँदै सायद पार्टी लगेर 5-6 चोटि राति खाइदिएको यस्तो छँदै आमाको बोका त्यो म खाइरहेको छु दाइ अम्बा म अम्बा खाइरहेको छु सुन न अहिले जुन चाहिँ मेरो सुगर बढेको थिएँ त्यहाँ बिहानको खाजा भनेको फलफुलमा के हुँदो रहेछ मेवा है मेवा अम्बा स्याउ अनि त्यसपछि अनार अनि अम्बा यस्तो म खाइरहेको छु सधैँ खाइरहेको छु त्यो म खाइरहेको ए बोक्रा रुखको बोक्रा कसरी खाने त्यो दालचिनी जस्तो तयारी गर्नु ल म त्यो गर्छु हाम्रो स्कुलमा के
ये राजनीति में कुछ नहीं है। ये जो घर के खाना दूसरे दिन खाना के लिए तो पहुंचे तो थिए ना राम से तेरे जो स्टूडेंट सबले आफ्नो स्कुलमा लानु उहाँकै गाडीमा गएपछि उहाँकै स्कुलमा ड्रप अनि त्यहाँ छ खाना पाकेको छ यसो खाना खान जाउँ भन्नु अनि खिर र मुलाको अचार खाइदिए कि नै तर बिगारी जस्तो लाग्छ अब अहिले गाई सुन न म तपाईँलाई भन्छु है जस्तै एउटा खादा दिए थियो है खादाको मूल्य कमसेकम 250 रुपियाँ पर्छ खुद्रामा 250 अनि एउटा माला दिएको थियो त्यो सबै त्यहाँ जति अभिभावकहरू छ नि सबले लगाइरहेको थियो हिजो आएको उद्घाटनमा जो आएको थियो त्यो मञ्चमा बस्नेलाई चाहिँ लगाएको थियो मञ्च बाहिर बस्नेले पनि लगाएको थियो माला लगाएको है अनि हेर्नुहोस् खादा भयो 250 माला लगभग 80 देखि 100 रुपियाँ एकदमै ठुल्ठुलो थियो त्यो सयपत्री माला अनि एउटा डायरी दिएको थियो दाइ त्यो कमसेकम 225 वा 200 रुपियाँका हवाले त्यो होइन त हेर्नु त त्यो कति पैसा खर्च भएको अनि अर्को त्यो ब्याज बनाएको ब्याज दियो ब्याज पनि 50-60 रुपियाँ 100 रुपियाँ पनि भयो त्यो उसले 60-70 लाख रुपियाँ उठाएको छ भाइ निर्मला बाबुले 60-70 लाख उठाएको छ अनि यो जनप्रिय मार्केटले पनि पैसा चाहिँ धेरै राम्रो उठायो तर जनप्रियले 30-35 लाख रुपियाँको ट्रस्ट बनाइदियो त्यो गरिब विद्यार्थीहरूको लागि है अनि हामी कहाँ हुन्छ नि त्यो सागर सहर गेम फललाई धकेली काममा लगाउनु पर्ने देखिया पुरै जसरी पनि यो जुन चाहिँ त्यो फेल गर्न पार हुन्छ मेरो आन्तरिक स्टेट दिएको छ त्यो एमालेको छैन धेरै राम्रो सुन्दर साइड छैन दाइ त्यो बाहिरबाट देखाउँछ र तपाईँ सुन्नु न म के अरे हिजो अपुष्ट समाचार म अपुष्ट समाचार हेरेँ रोशन म्याडमले सागर सरलाई किन पोर्टफोलियोको आधारमा 13,555 रुपियाँ सागर सरले आउनु गरेको होइन किनभने त्योभन्दा सानो सानो लेभलको कर्मचारीले पनि 13,555 13,555 हाल्यो भने सागर सरले सुरुमा 5,000 हालेको होइन पछि डोमिनेट फिल गरेपछि राजन सरसँग त्यो कागज मागेर र आफैले तिरेर 13,555 हाल्नु अनि सबै लास्टमा जुन चाहिँ फेन्सरले कतिचोटि राख्दा हुँदै अन्तमा गएर दुई चारजना बाँकी रहँदाखेरि कि अब पोर्टफोलियो प्रयास उहाँले 13,555 बाध्य हुनुहुन्छ बाँकी जुन तपाईँ पोर्टफोलियो भन्दा बाहेक कुरा गर्नुहुन्छ तपाईको त्यो स्कुलमा सबैभन्दा बढी आर्थिक आम्दानी गर्ने सुविधा प्रशासन भोगेको त्यो म्याथको टिचरहरू 6 कक्षादेखि 10 कक्षासम्म कोचिङमा कोचिङ चलाएको इङ्ग्लिस मिडियममा पैसा लिएको छ तपाईँ लिएको तिनीहरू हरेकचोटि जुन चाहिँ त्यो इन्सेन्टिभ बाँड्दो त्यसकारण यो समिति छिटोभन्दा छिटो भन्दै भने सबै विकृतिहरू हराउँदै अहिले नयाँ पाराले जोडिन्छ तर पुलिस समुदायले अहिले अब अहिलेको जुन चाहिँ यो समितिमा भइरहेको बेलामा जनप्रतिनिधि हुन्छ है अनि सबै पूर्व अध्यक्षहरू व्यवस्थापक पूर्व अध्यक्षहरू शिक्षकहरू साथीहरू भयो भने मिल्छ नि भने त्यस्तै गर्नुपर्छ हेरौँ अब भोलिको मिटिङमा छलफल हुन्छ त्यसलाई मिलिमिल्छ गरेर एउटा पढाएर राख्छ
ए ए म सर्च सुन्नु एउटा सेयर गरेको त्यो हिजोदेखि नै मेरो काट बिग्रिया छ बिहान हुन्छ नि खाना खाएको है अनि त्यो खाना जुन छ नि मेरो पचेको थिएन राम्रोसँग डाइट खाएको थिएन है अनि त्यो दुई के लगभग 2:30-3 बजेतिर सूर्य सरको गाडीमा हामी गएको थियौँ उतातिर निर्मल भाइमा अनि उताबाट फर्केर आएपछि सूर्य सरले खाजा खानु भन्नुभयो त्यहाँ क्यान्टिनमा खिरको तरकारी खाइदिएको त्यो खिर र अचार खाइदिएको कि त मुला अचार त्यो खाइदिएको म त रातभरि डायरिया भएर पुरै म हिँड्नै नसक्ने अवस्थामा पुगेको म घरमै छु म आज स्कुलै गएको छैन बिहान गणेश सरलाई फोन गरेको सरको फोन उठेन सागरलाई फोन गरेको सागरलाई पनि उठेन सरलाई फोन गरेको त्यो छ ए भोलि 7 हो ए मैले सरलाई खालि के जानकारी गरायो भने म त्यस्तो अवस्थामा छु अहिले सर स्वस्थ भयो भने म आउँला होइन त्यस्तै पऱ्यो भने यसो सागर सरलाई भनिदिनु होला त्यस्तो भयो भने हुन्छ सर हजुर होइन त्यो आज जति पुग्छ तर मजाले एउटा काममा लगाउनुपर्छ दुईजनाले पनि भ्याउँछ त सर सबै गर्नु ढुङ्गा कलेक्ट गरेर कहाँ राख्ने केमा राख्ने त्यो ट्र्याक्टरमा राख्ने के गर्ने मलाई एउटा चिज के लाग्यो कि सर सुन्नु त जस्तै हामी त्यो पुरै फुटाउँछौँ है जेट फुटाएपछि त्यो पनि वेस्ट भयो कि त्यो पनि वेस्टेज भयो नि त त्यो सबै फाल्नलाई अनि भोलि ट्र्याक्टर बनाउनु कि आदि बनाउनु ए ए त्यस्तो ए त्यही त स्कुलकै प्राइभेटमा गर्नु अनि त्यो स्कुलको प्राइभेटमा युज गर्दा उसले जुन 10 लाख रुपियाँ 15 लाखको जुन बिल पेस गर्छ नि सर त्यसमा त इटाको खर्च पनि पेस गर्नु पनि बुझ्दैन हजुर हुन्छ यता काम थियो त वडा अध्यक्षको हिजो कम्प्युटर देखि आउनुभयो होइन उहाँको आज बोर्ड मिटिङ हुने कहिले के हुने समय खुम्चिँदै गएको थाहा छैन उहाँलाई होइन अनि उल्टै आरोप लगाउनु चाहिँ अब भ्याउँछ भन्नुहुन्छ के गर्ने थियो हामीले आएको कामले गर्नु हुन्छ सर सर सुन म हिजो जुन छ नि दाल रोटी भात खाएको है खाना पचेन मेरो है अनि त्यो सूर्य सर गाडीमा मुसा गाडीमा फर्केर आएपछि सूर्य सर खाना खाएर फुड फाइटिङ भयो
सर एउटा कुरा सुन्नु न त्यो के अरे एक रकमको घाटा छ नि सर फाइलमा कति त्यसमा राख्ने रिजल्ट त्यसमा पब्लिक हेरौँ छ भने त्यसबाट हेरौँ ए हुन्छ सर म हेर्ने सन्चै नभएर झन् यसलाई पुरै उठ्नु पर्ने एउटा के भन्न सकिन्छ सर सुन्नु न 6-7 जना विद्यार्थी रहेछ है त्यो 6-7 जना विद्यार्थीले सुरुमा मिल्यो तिम्रो पनि आयो तिम्रो पनि आयो भनेर एकचोटि प्रत्येकमा 6 भने भेट्यो भने समस्या समाधान गर्छ नमस्ते दाइ हिजो बेलुका अनि भोलि बिहान 8 बजे यसो बसौँ सर भनेर भन्नुभएको छ दाइ भोलि दाइले मैले निम्तो गरेँ नि दाइ भोलि बिहान ल 8 बजे हो बेलुका यसो आज बोर्ड मिटिङ रहेछ नगरपालिकाको र आज बसिन्थ्यो भोलि बस्छ भने हस् नमस्ते हिजो विष्णु दाइसँग एकछिन बजार थियो बेलुकातिर हामी भोलि बस्छौँ त्यो हाम्रो हिराल भन्नुभएको थियो नि त्यसको बनाएर अब स्वर्ण महोत्सव मात्रै सम्पन्न गर्नको लागि एउटा त्यो मूल समारोह भन्दै हुनुहुन्थ्यो त्यसैले त्यही कुरा मैले दाइले सेयर गरेको अनि भोलि बिहान
नमस्ते दाई म कर्ण सर बोल्दैछु दाई म कर्ण सर बोल्दैछु सिद्धार्थको हेड सर नमस्ते अनि अस्ति हामी हाम्रो बसाइमा दाइले जुन सुझाव दिनुभएको थियो नि त्यो एउटा सबभन्दा राम्रो के कुरा निस्केको छ भने यो अहिलेसम्म जति व्यवस्थापन समिति बनेको छ त्यो सबैको अध्यक्षहरूलाई राखेर एउटा मुन्सिपाल समिति बनाइदिनु त्यसमा शिक्षकहरू भइहाल्छन् कर्मचारीहरू भइहाल्छन् अनि अहिले अब व्यवस्थापन समितिको पनि छानकाट नभएर मलाई सजिलो लाग्छ अनि त्यो कारणले अब के गर्ने जस्तो भइरहेछ अलिकति मार्गदर्शक पनि चाहियो हामीलाई सरसल्लाह पनि काम गर्ने वातावरण बनाइदिने अनि त्यो सम्बन्धमा भोलिचोटि मैले सबै दाइलाई के अरे हाम्रो भोलि बिहान 8 बजे एकचोटि बसौँ न दाइ ल भोलि बिहान 8 बजे हस् ए सुन्नुहोस् सर एउटा सेयर गर्न खोजेको त्यो अहिले व्यवस्थापन समिति गर्ने छानकाट देखिएको छैन है नदेखिएको अवस्थामा स्वर्ण महोत्सव गर्नु पर्यो आज मेरो जन्मदिन भोलि मनाएर त राम्रो भएन हैन त्यस्तो वातावरण बनेको छ अनि त्यो सम्बन्धमा छलफल गर्नलाई पूर्व समितिका व्यवस्थापन समितिका सबै अध्यक्षहरूलाई बोलाएको छु मैले भोलि बिहान 8 बजे यसो हजुरलाई निम्तो गरेर हजुरलाई ल मेरो सबैभन्दा ठुलो शुभचिन्तक भोलि बिहान 8 बजे ल हस् हस्
सिद्धार्थ माविको हेडसर बोलिरहेको छु म्याडम। नमस्ते नमस्ते नमस्ते। म परमानन्द सरोज कर्ण, लामो नाम लेख्नु कर्ण सर भन्दै रहेछ मलाई। अनि अस्ति हिरालालले पनि हजुरले फोन गर्नुभएको थियो होइन। अनि म्याडम त्यो शनिबार आउने शनिबार जुन छ नि पूर्व विद्यार्थी पूर्व शिक्षक पूर्व कर्मीहरूसँग यसो सरसल्लाह गर्ने भेटघाट कार्यक्रम राखिएको छ। त्यसमा अब म्याडम आइदिनु भयो कति राम्रो हुन्थ्यो हामीले त्यो पथ प्रदर्शन हुन्थ्यो। यो आउने शनिबार म्याडम, आज मङ्गलबार कि बुधबार, आज बुधबार, शनिबार चाहिँ राखेको छ त्यो कार्यक्रम। अब म्याडम काठमाडौँ आउनुहुन्छ तिमीलाई थाहा छ होइन। अब कुनै कारणवश यदि यसमा आउन सकिएन भने म त म्याडमलाई रिक्वेस्ट गर्छु सकेसम्म आएर यसो सरसल्लाह गरेर के गरेर यसलाई चाहिँ राम्रो बनाउने स्वर्ण महोत्सवलाई भनेर चिन्ता छ मसँग। अनुभव नभएको म्याडम, योभन्दा अगाडि मलाई अनुभव नभएको फोटोको हिसाबले सिधै हेडमास्टर बनाइदियो कि। अनि के गर्ने जस्तो स्थितिमा छु म। अब जे होस् यहाँ साथीहरू आउनुहुन्छ पर्सि के अरे शनिबारतिर, अनि त्यसमा आउन भ्याउनु भने ठिकै छ, नभए त्यो कार्यक्रममा त अनिवार्य उपस्थिति छ नि म्याडम, त्यसको विकल्प छैन। हो, क्लोजिङ सेरेमनी मार्चको 8 गते हो म्याडम। त्यसमा चाहिँ आउनुपर्छ, त्यो निमन्त्रणा पत्रहरू तयार गरेर अनि सेयर गर्नु भन्दै हो। 9 गते सरस्वती पूजा हो, आउँदा सजिलो हुन्छ। त्यो सेड्युल त बिहान अब त्यो अलिकति ठ्याक्कै बनिसकेको छैन। म हजुरलाई फेरि डिस्टर्ब गरेर एकचोटि फोन गरेर हजुर ए मजाले पाउँछ नि म्याडम। त्यो त अब अहिले जाडो महिना अलिक ढिलो सिलो होला नि त्यस्तो कार्यक्रमहरू अलिक धेरै। हजुर एकदमै म्याडम, म त्यो अरू अपडेट्सहरू पनि हजुरलाई सेयर गर्छु। त्यस्तो छ भने मेसेन्जरमा म राख्छु। हजुर मेरो नम्बर यही रहेछ म्याडम। है पुरै म्याडम सेयर गर्नु। त्यो एउटा चाहिँ म के गर्छु भने जस्तै भनौँ न पूर्व विद्यार्थीहरूसँग भेलाको कार्यक्रम अनि एक दुईवटा भिडियोहरू छ म्याडम। यो हजुरको फेसबुक आइडीमा यही नाम हो त? ए म व्हाट्सएपमा सेयर गरौँला म्याडम ल। अहिले म दुई तिनवटा चिजहरूलाई पोस्ट गरिदिन्छु अनि त्यो साथीको ग्रुपमा यसो राखिदिनु म्याडम ल। हजुर कुन ब्याच हो, कुन सालको ब्याच हो म्याडम हजुर? ल त्यसो भए तपाईँलाई मैले पनि पढाएको हुनुपर्छ, अब तपाईँले मलाई चिन्नुहुन्छ म्याडम। कर्ण सर भनेर म इङ्ग्लिस टिचर थिएँ नि त्यति बेला। ल सुन है, त्यो भवानी कुमार एकदमै हो 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 हो। दास सर त अब एक्सपायर भइसक्नु हो। दास सर चाहिँ दास सर बितिसक्नु हो। दास सर त रिटायर हुनुभएको थियो। अनि होइन उहाँको ऊ पनि भइसक्यो, निधन पनि भइसक्यो। नरेश सर हुनुहुन्छ। नरेश सर यहाँ यही घर थियो, उहाँको घर बेचेर चराइतिर म एकदमै म सबै साथीलाई एकदमै म गर्छु म्याडम। मैले थाहा पाएसम्म बुझेसम्म म सबैलाई फोन गरिरहेको छु।
वो रामलीला कुन सब्जेक्टको टिचर भन्नु साइन्स भनेको रामविलास आचार हो हैन त्यो रामविलास आचार यहाँबाट सुरुमा गरेर लालबुद्धीको हेड सर भन्नुभयो पछि अनि अहिले जीवन अवकाश प्राप्त जीवन छ उहाँको अनि उहाँले पनि मैले आएको छु उहाँ आउनुहुन्छ सिरा एक अखन के आइडिया हो अखन त खिचडी गरेर आफ्नो दबाई खेल्थे त्यो रुचि ए गौरी प्रसाद ज्ञान सर उहाँले मैले थुकीचोटि फोन गर्दा जुन नि कल लागिसकेको छ फोनै सम्पर्क भइरहेको छैन तर म जसरी पनि उहाँलाई भेट्छु मेरो Yes. Wait. हाँ बिल्कुल। अपन मन की नहीं चला। वो हमारा कायल कायल करने पहले दिन लगा आइडिया लगा। आप ठीक से सुगर ने सीखा से। वो कैसे आज एवरग्रीन के लिए इसलिए भाईलिन ला करते हैं मैं एक रैंडम नंबर देख देती बात एक से एक खाता दूसरे 11 हम फिर बात करते हैं लास्ट आप में आप जैसे आज जो लिखने दूसरे आपका दवाई आता है हजार नहीं वो 6 किस्म की दवाई दो दवाई खाए और सब वाला आता है वाला और जीप को दैट वाज द टाइम गाइड चित्र डालिए ये एउटा चीज त्यो इलाहाबाद अनि घिसिङ सँग सम्पर्क गर्नु तार गेट सँग सम्पर्क गर्नु रे गुगल सँग उहाँसँग फोटो शेयर गर्नु हुन्छ सबले म्यासेज जब लिएको शेयर गर्ने खाइ छै दवाई खाइ छै बुआ खा के दवाई सब इसे खाओ ना तो पेट ठीक है ना भरभराइ छै मन अहाँ के कोनो बोझ नहीं चुपला बोझ जान के धर के हेबे कर कौन जिम्मेवारी से कोई घर के जिम्मेवारी तो कहियो घर के जिम्मेवारी तो कहियो नहीं लेबो चाहली खाली स्कूल के
ओकरो थायराइड कथी प्रेगनेंसी कथी कथी सब कोनो में बीमारी से सब चेक कर नहीं माने ओहिमे कोनो सब अथी सब होइ छै ने समस्या नहीं आवे से सब कॉल करते प्रेगनेंसी के तो पहले मेंस भ गेलै तो 8 दिन में हाँ सा पूरा डिफिन हो छै साँझ में मम्मियो शनिवार वाला दिन मम्मियो दा खाता हम सब बना खाता कर दे अब हां करे काल छुट्टी से तो घूम जे दा के मन ठीक रहत ना हमार मां के 8 हां लाइफ में आदमी के पता जाते ओके बाद पता यहाँ जा पतो नहीं जा आइ तक ओतबे बात ने शुक्रवार ने शनिवार ने कोनो विदा दिन ने कोनो फंक्शन किछ नहीं होबऽ दै छै को सब आदमी कतो जाय छै त ने होइ छै अब बापे ने जे सारा दे हम क्या नहीं माने सूचना बता पड़ा पैसा फायदा हो छै ना दिन भर अपने मने बिहार के काम ने काज को कुछ चलते बे काम कल भोर में पूर्व अध्यक्ष पूर्व अध्यक्ष कल मुख्य मारो सब ठीक करे छै ठीक करे चाहे
वो गरम पानी गिलास में ना ठंडा नंतर काय राहायचं पिलोने प्लेट राम सर नमस्कार चिन्नु भयो कार्ड साहब बोल्दैछु कार्ड साहब बोलिरहेको छु सर आराम सर चल्या छ है अनि हेटौडातिर कि काठमाडौँतिर आउँछ त्यो हो अनि त्यसमा फेसबुकमा कति हेर्नुभयो होला साथीहरू सेयर गरिरहनु भएको यो वर्ष हाम्रो विषयको 16 महोत्सव आजलाई चाहनु अनि स्वर्ग महोत्सव आउँदैछ शनिबार चाहिँ राखेको छु त्यसको सरसल्लाह सङ्कलन गरेर त्यो जाने हुन्छ अलिकति थोरै साथीहरूसँग सल्लाह लिउँ अनि जस्तो गरौँ त्यही हिसाबले हुन्छ सरलाई त म निवेदन गरेँ सकेसम्म शनिबार आउन सकिन्छ भने आउनु खोजेको छ अरे अनि यदि कुनै कारणवश काठमाडौँमा हुनुहुन्छ असुविधा यदि भयो भने नि त त्यो 2 गतेदेखि 8 गतेसम्मको स्वर्ण महोत्सवमा सरको उपस्थिति पनि रहेको छ पूर्व साथीहरू सबै आउनुहुन्छ सबै मैले जतिलाई फोन गरेको छु नि सबैलाई इभन म त भोलामा ढुङ्गामा सरको नम्बर नम्बर छ तर यहाँ मैले सम्झेको 2055 सालदेखि सबै साथीलाई भन्दा सबै साथी आउनुहुन्छ काठमाडौँमा रन्जुपुरा सेनी हुनुहुन्छ रन्जुपुरा सेनी जुन इन्जिनियरिङमा पिएचडी गरेर आउनु भएको त्यही संस्थाले हुनुहुन्छ हैन अहिले आउने कुरा भएको उहाँले पाण्डे सर हुनुहुन्छ हैन त्यसमा पनि सबैले रिक्वेस्ट गरेको छ त्यो हामी अनुसार मेरो सेन्टिमेन्ट जोडिएको छ सिद्धान्तमा हुँदैन त्यो सबै सरहरूको दर्शन गर्न चाहन्छ हैन भनिरहेको थियो हैन अलिकति के हुन्छ भने त सेन्टिमेन्टसँग जोडिएको हामी म प्राइभेट गरेको प्राइभेट खोजिरहेको छु त्यो छैन भनेर त्यो एउटा छुट्टै हुन्छ हैन त्यस कारण निवेदन गरे त यसो सबै जानकारी पनि गराए हैन यसो आउनु पर्छ होला त कोसिस हैन कोसिस हुँदैन
वहाँ पर चलिए देखिए दवाई नहीं खाते पकड़ा खाली फोन लोग मोबाइल लेके छोड़ दो क्या
आज जेबे स्कूल के विदा बैस गए फिर कभी 9 बजे खाना तो बना को पड़ते हैं
कोचली सुशांत 4 बजे के बाद माणसा तेव्हा मला सारे दिल राहायचं नाही त्याच्यामुळे कधी सफर करे जेव्हा सारे विषय बघायचे कोणी बोलले का कोणी बोलले आज आज जे म्हणून सांग ये पति चरित्र में फोन કરી શકે સાહેબ ફેરી તે સાલે દી લાઈન માં ફેરી કોલ કરે કોને ઉઠે સાહેબ લા લક્ષો તો સાહેબ Yo, any class size, no get the class. So, I'm going to go around the bus to the
त्यो के अरे बनाउँदाखेरि त्यो मुसलमान समिति बनाउँदाखेरि त्यो बाजारसँग धुलाई अनि मेरो के थियो भोलि यस्तो यस्तो कुरा चाहिँ आएको छ हाम्रो भूमिकाबाट त्यसबाट जुन समाज समिति बनाउँ अनि त्यसपछि यो कार्यक्रम सम्पन्न गरेपछि भन्नुभयो उसले सेयर गरेर सबैलाई बोलाएको थियो सबैजना पाँचजना पनि दिएको त्यसपछि शिक्षक कर्मचारीहरू गएर त्यसमा हो अनि यसको छायावादी समितिको निर्देशन बनाउने हीरालालले भन्नु के भएको थियो भने त्यो मूल समारोह समिति त उहाँको नेतृत्वमा छुट्टिक्र हो होइन तर त्योभन्दा पनि त्यो पाँचजना पूर्व अध्यक्षहरू सहितको अनि हेड सर सहितको एउटा सल्लाहकार समिति बनाउँछ सल्लाहकार समितिले गरेको निर्णय अनुसार त्यो चाहिँ लेखापात गर्दा अनि म बस्छु पाँचजना पूर्व अध्यक्षहरू बस्छु यस्तो भयो भने धेरै बस्दैन